हेलो हेलो साथीहरू नमस्कार वेलकम टु हाम्रो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। हामी आज कहाँ जाँदैछौँ तपाईँहरूलाई देखाइँदैछु, हेर्दै गर्नु होला, लाइक कमेन्ट र सब्सक्राइब गर्नु होला यो युट्युब च्यानललाई। हामी पहिलोपटक छोरालाई घुमाउन लिँदैछौँ है। हामी हेलम्बु गाउँपालिका वडा नम्बर 7मा रहेको हेलम्बु फार्म स्टेमा घुम्न गएका छौँ। त्यहाँ कति राम्रो तरकारी लगाउनु भएको रहेछ हाम्रो बलबहादुर सरले। कति राम्रो काँक्रा पनि कति धेरै फलिसकेछ। अनि त्यसपछि हामी त्यहाँ घुम्यौँ एकचोटि, अनि हाम्रो छोरालाई पनि घुमायौँ। त्यसपछि हाम्रो छोरोले बारीमा गएर काँक्रो हेऱ्यो है। हेर्दै गर्नु होला, यसलाई कति राम्रो छ, राम्रोसँग हेर्नु होला। बन्दा पनि कति राम्रो भएको छ। यिनीहरू खेलेर आज बिदाको दिनमा कति ह्याप्पी भए। मैले पनि घुमाउन लगेँ यसो जाम भनेर, धेरै खुसी भएँ। हिजो अस्तिदेखि कोठामा बसे त अहिले आज त त्यो बारीमा गएर कति खुसी भएका, हेर न। आमामा कति धेरै खुसी भएका हुन् यिनीहरू। ल धेरै खुसी नहो है, भोलि पर्सि फेरि त्यस्तै गरेर बस्नुपर्छ। अनि त्यसपछि हामी फेरि कोठामा गएर हामीलाई काँक्रा काटेर ल्याइदिनु भयो। हामीले काँक्रा खायौँ है। अनि त्यसपछि ल्याएर दुवैजनाले कस्तो गरेर खाइरहेछन्। मलाई दिँदै नदिएर खायो नि यिनीहरूले, मलाई त दिँदै दिएनन्। अनि त्यसपछि अब हामी फेरि हामीलाई टिकटक बनाउन बस्यौँ त्यहाँ एकचोटि। अनि छोराले त कहाँ टिकटक बनाउन दिन्छ र, बिचमा भिलेन पो हुन्छ नि। यताको मेरो कपाल तान्छ, उता जान्छ आमाको कपाल तान्छ। ओहो, छोराको तकतक पनि सानोतिनो छैन, भनेको त मान्नै छैन। यी समातिहाल्यो नि, आफ्नो टोपी तान्छ, बाउको कपाल तान्छ, अलिअलि भएको दारी जुङ्गा तानिदिन्छ। त्यसपछि हामी सरलाई भन्यौँ बारीमा गएर तरकारी टिप्ने भनेर। सरले सिमी टिप्नुभयो। अनि हामी एकचोटि त्यतैतिर घुम्यौँ। त्यसपछि हामी तरकारी टिप्दैछौँ। मैले छोरोलाई समातेर त्यो बारीमा डुलाइरहेको छु, उतापट्टि देखिरहेको छु है म। अनि त्यसपछि हाम्रो मिसेस चाहिँ ऊ हेर्नु कति खुसी भएको। आज कठैबाट दिन आज 5 दिन भएछ मजाले कोठाभित्र सुतेकै छोरोले एकचोटि यताउता जान नदिने। अनि त्यसपछि आज छोरोलाई मैले मात्रै समातेको, कति खुसी भएको बढीलाई। ल हेर्नुहोस् साथीहरू, कति ल तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला है। हेलम्बु फार्म स्टेमा छ यति राम्रो सिमी काँक्रा। अनि त्यसपछि लाएर के अरे फर्सीको मुन्टाहरू पनि छ, यहाँ बन्दा पनि छ। तपाईँहरूले खोजेको चिज जति सबै छ। ल के अरे A to Z पाइन्छ तरकारीमा है। मासुदेखि लिएर भेजदेखि लिएर के भन्छ नन भेजलाई सबैलाई छ है त्यहाँ। यसो गएर हेलम्बु फार्म स्टेमा एकचोटि घुम्नु होला, आउनु होला है। हेलम्बुतिरको साथीहरूले आएर एकचोटि घुम्नु होला। हेर्नु न कति राम्रो, ल हेर्नुहोस् कति राम्रो भ्यू छ है। पुरै हेर्दाखेरि पनि कति रमाइलो छ। यति के अरे तपाईँहरू कोठामा बस्दा वाक्कै टाउको दुखिरहेछ भने चाहिँ गएर हेलम्बु फार्म स्टेमा घुम्नु होला। तपाईँको त्यो टाउको दुख्ने रोग त चट्टै हुन्छ। यति राम्रो तरिकाले बनाउनु भएको छ कि। ल हेर्नुहोस्, हामीलाई सब रेडी भइसक्यो। हामी रेडी भएर अब हामी घरतिर फर्किँदैछौँ। अब हेर्नु होला। अनि त्यसपछि फेरि लोकल अन्डा पनि पाइन्छ है त्यहाँ। कुखुरा पनि पाल्नु भएको छ त्यहाँ। नपाइने चाहिँ केही चिज छैन। हेर्नु साथीहरू, अब हामी त्यहाँबाट घर फर्किँदैछौँ। ल आजको दिन यस्तै गरेर बित्यो। तपाईँहरू पनि ल बाई बाई। तपाईँहरूलाई यो भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। धन्यवाद, नमस्कार।